नेपाली भाषामा श्रीमद् वाल्मीकि रामायण सम्पूर्ण अनुवादक पण्डित वासुदेव भट्टराई, प्रकाशक ज्ञान मण्डल लिमिटेड वाराणसी। युद्धकाण्ड सर्ग 58 नीलको हातबाट प्रहस्त मानिस। प्रहस्तलाई युद्धको निम्ति तयार पारेर लङ्का बाहिर निस्केको देख्दा शत्रुको दमन गर्ने रामचन्द्रजी हाँसेर विभीषणलाई सोध्न लागे, यो बडे मानको शरीर भएको राक्षस को हो जो कि विशाल सेना लिएर छिटो छिटो आउन लागेको छ? यसको रूप बल पुरुषार्थ कस्तो छ मलाई भन। ए महाभाव, मलाई यो पराक्रमी निशाचरको जम्मै वृत्तान्त सुनाऊ। रामचन्द्रको यस्तो कुरा सुनेपछि विभीषण भन्न लागे, यो रावणको सेनापति प्रहस्त नाम गरेको राक्षस हो। लङ्कामा रावणसित जति फौज छ त्यसको 3 खण्डको 1 खण्ड यसको अधीनमा छ। यो बलियो, सुरो, अस्त्रशस्त्र जान्ने र पराक्रम देखाउनमा प्रसिद्ध छ। यसपछि बलिया बलिया बानरहरूको विशाल सेनाले डरलाग्दो पराक्रम देखाउने बडे मानको शरीर भएको भयलाग्दो चारैतिरबाट राक्षसहरूले घेरिएको प्रहस्तलाई सिंहनाद गर्न लागेको देखे। यी बानरहरू यस फौज देख्दैमा अत्यन्त क्रुद्ध भई प्रहस्ततिर फर्केर गर्जन लागे। विजयको अभिलाषा राखेका राक्षसहरू तरबार, शक्ति, रिष्टि, बाण, शूल, मुसल, गदा, परिद, प्रास, नाना किसिमका बञ्चहरू तथा किसिम किसिमका धनु धारण गरेर बानरहरूमाथि आक्रमण गर्न लागे। यी अस्त्रहरूले गर्दा राक्षसहरू बडो शोभायमान भइराखेका थिए। युद्धको निम्ति उत्साहित भइराखेका बानरहरू पनि फूल फुलिराखेका रुख, पर्वत तथा ठुला ठुला ढुङ्गा बोकेर लड्न तयार भए। एकापट्टिका योद्धाहरूले ढुङ्गाको र अर्कापट्टिकाले बाणको वृष्टि गर्न लागेकोले यी दुवै सेनाको बिचमा बडो भयङ्कर युद्ध हुन थाल्यो। सङ्ग्राममा अनेक राक्षसहरूले असङ्ख्य बानरहरूलाई मारे र अनेक बानरहरूले पनि अनगिन्त राक्षसहरूलाई संहार पारे। बानरहरूमध्ये कयेक राक्षसहरूको शूलको प्रहारले मरे, कोही अरू अस्त्रद्वारा मारिए, कसैले घुँयत्रको चोटमा प्राण गुमाउनु पर्यो र कसैको टाउकोमा बञ्चरको प्रहारले छुट्टिन पुग्यो। कोही प्राण गुमाएर पृथ्वीमा ढले, कसैको मुटु नै फुट्यो, कोही शरीरमा बाण बिजेकोले भुइँमा लडे, कोही तरबारको चोटले काटिएर ढुनमुनिँदै भुइँमा ढले। वीर राक्षसहरूले कयेक बानरहरूको पाखुरै उखेलिदिए। बानरहरूले पनि रिसले चुर भइकन रुख तथा पर्वतहरूको टाकुराको प्रहार गरिकन राक्षसहरूलाई रणभूमिमा ढुलो पिठो पारिदिए। बानरहरूको वज्र समानको सारो चड्कन तथा घुस्सी खुब मार परेकोले राक्षसहरू मुखबाट रगत बान्त गर्न लागेर दाँत आँखा बाहिर निकालेर भुइँमा ढल्दै मर्न लागे। बानर र राक्षसहरूले दुःखमा परेकोले अन्तर्नाद गरेको र विजय हुन लागेका देख्दा सिंहनाद गरेको आवाज बडो भयङ्कर रूपले गुन्जायमान हुन थाल्यो। वीर मार्गको अवलम्बन गरेका, झुक्किराखेका र मुख बाहिरहेका बानर तथा क्रूर राक्षसहरू निर्भयपूर्वक युद्धमा अचम्मको काम गर्न लागे। नरान्तक, कुम्भहनु, महानाद र समुन्नत यी प्रहस्तका मन्त्रीहरू अनेक बानरको संहार गर्न लागे। परन्तु दिविद नाम गरेको बानरले यी मन्त्रीहरूले यस प्रकारसँग उफ्रिँदै बानरहरूको संहार गर्न लागेको देखेपछि एउटा पर्वत शिखरको प्रहार गरेर नरान्तकलाई मारिदियो। यसपछि दुर्मुख नाम गरेको बानरले उठेर एउटा विशाल रुख उखेलेर बडो फुर्तीसाथ लडिराखेको समुन्नतलाई चूर्ण पारिदियो। जाम्बावानले रिसले झोकिएर एउटा खुब ठुलो ढुङ्गा उजाएर त्यो ढुङ्गाले यी तेजस्वी महानादको छातीमा हिर्काएर उसलाई ढालिदिए। पराक्रमी कुम्भहनु तार नाम गरेको बानरसित लड्न लाग्यो र यी बानरले युद्धमा त्यसमाथि एउटा ठुलो रुख प्रहार गरेर उत्नेखेरै उसको प्राण झिकिदिए। रथमा बसिराखेका प्रहस्तलाई बानरहरूको यो पुरुषार्थ देख्दा खपि नसक्नुभयो। उत्नेखेरै हातमा धनु लिएर बानरहरूको घोर विनाश पार्न लाग्यो। दुवैपट्टिका सैनिकहरूले बडो वेगसँग यताउति गर्न लागेकोले यिनीहरूको ढाँचा भुमरीको जस्तो देखिन लाग्यो र यिनीहरूको हल्लीखल्लीको आवाज प्रलयकालमा खलबलिराखेको अपार समुद्रको जस्तो सुनिन लाग्यो। युद्धमा कसैले दबाउन नसक्ने प्रहस्त राक्षस अत्यन्त क्रुद्ध भइकन रणभूमिमा बाणको वृष्टि गरेर बानरहरूलाई मार्न लाग्यो। बानर र राक्षसहरूको लासले भरिभराउ भइराखेको त्यहाँको जमिन ठुला पर्वतले ढाकिएको पृथ्वी समान देखिन लाग्यो।
त्यहाँको जमिन रगतै रगतले ढाकिएकोले वसन्त ऋतुमा फुल फुलिराखेका पलासका रुखले जस्तो शोभा दिन्छन् त्यस्तै शोभायमान भइराखेको थियो। यो युद्धभूमि एउटा नदी समान देखिन लागेको थियो। मरेका वीरहरूको लास किनारा र भाँचिएका कुच्चिएका अस्त्रशस्त्र किनाराका रुख जस्तै भइराखेका थिए। रगतको धारा जलधारा समान थियो। यस प्रकारको यो नदी यमसागरमा गएर मिसिने जस्तो देखिन लागेको थियो। यकृत प्लीह यी दुवै हिलो समान थिए। यताउति छरिराखेका आन्द्रा झ्याउ समान थिए। काटिएको शरीर र टाउको माछा समान र शरीरका रौँ घाँस समान थिए। गिद्ध यस नदीका हाँस र कङ्करूपी चरा यहाँका सारस थिए। वीरहरूको बोसो यसको फिँज र दुःखमा परेका वीरहरूको आर्त स्वर पानीको शब्द हो। कायरहरूको युद्धभूमि रूपी यस नदीलाई पार गर्न सक्दैनथे। जसरी शरतकालमा हाँस सारसले सुशोभित भइराखेको कमलको परागले भरिभराउ भएको तलाउलाई गजेन्द्रहरूले पार गर्दछन्, त्यसै गरी अहिले बानर र राक्षस वीरहरू सजिलोसँग पार गर्न नसकिने यस रणरूपी नदीलाई पार गर्न लागेका थिए। यसपछि नील नाम गरेको बानरले रथमा बसेर बाणको बिष्टी गर्दै बडो वेगसँग प्रहस्तलाई बानरहरूको संहार पार्न लागेको देख्यो। जसरी माथि आकाशमा उठेको हावा बलपूर्वक मेघ भएको ठाउँमा पुग्दछ, त्यसै गरी नीललाई रणभूमिमा आफूतिर आउन लागेको देखेपछि सेनापति प्रहस्त पनि सूर्य समानको चहकिलो रथ चलाएर नीलको सन्मुख आइपुग्यो। धनुर्धारीहरूमध्येको श्रेष्ठ यो प्रहस्त सेनापति आफ्नो बडेमानको धनु तानेर नीलमाथि बाणको वर्षा गर्न लाग्यो। यसको हातबाट छुटेका यी तिखा तिखा बाणहरू नीलनेर पुगेपछि क्रुद्ध सर्पले पृथ्वीमा प्रवेश गरे झैँ उसका शरीरलाई छेड्दै धमाधम भुइँमा झर्न लागे। नील महाकविले पनि आगो समानका तथा तिखा तिखा यी बाणको चोट खपेर एउटा बडेमानको रुख उखेली आफूतिर आइराखेको दुर्धर्ष प्रहस्तमाथि प्रहार गरिहाल्यो। नीलको हातबाट घाइते भएपछि राक्षस श्रेष्ठ प्रहस्त रिसले चुर भएर गर्जँदै बानरहरूको सेनामाथि बाणको वर्षा गर्न लाग्यो। यस दुरात्मा राक्षसको बाणलाई नीलले रोक्न सकेन। अतएव जसरी शरतकालमा साँडेले वर्षालाई खप्दछ, त्यसै गरी यो नील पनि आँखा चिम्लेर छिटोसँग आफ्नो शरीरमा लागिरहेका सहन नसकिने प्रहस्तका यी बाणको चोट खप्न लाग्यो। यसपछि बाणबिष्टीले गर्दा क्रुद्ध भएको महाबली नीलले एउटा ठुलो सालको रुख उखेल्यो र यही रुखको प्रहार गरेर प्रहस्तको रथमा जोतिएका घोडालाई मारिदियो र अनि रिसले त्यस दुरात्मा प्रहस्तको धनु बलजफतीसँग खोसेर भाँचिदियो र धनु भाँचिसकेपछि नील बारम्बार सिंहनाद गर्न लाग्यो। नीलले आफूलाई धनुहीन गराएको देखेपछि सेनापति प्रहस्त एउटा अजङ्गको मुसल लिएर रथबाट तलभुइँमा ओर्ल्यो। अब यी दुवै सेनापति परस्पर युद्ध गर्न लागे। यी बडा फुर्तिला र महावैरी थिए। घाउबाट निस्केको रगतले यिनको शरीर भिजिराखेको थियो। यस समयमा यिनीहरू मात बगाइरहेका दुईवटा गजेन्द्र समान देखिन लागेका थिए। सिंह र बाघ समानका पराक्रमी दुवै बाघ र सिंहले गरे झैँ तिखा तिखा दाँतले आफूमा टोकाटोक गर्न लागे। इन्द्र र वृत्तासुरमा जस्तो युद्ध भएको थियो त्यस्तै युद्ध यिनीहरूमा हुन लाग्यो। अनेक पराक्रमद्वारा विजयको यश प्राप्त गर्ने चाहना गरेका यी दुवै सङ्ग्राममा कहिल्यै पनि पिठ्यौँ नदेखाउने अर्थात् नभाग्ने किसिमका थिए। युद्ध गर्दा गर्दैमा महाबली प्रहस्तले नीलको टाउकोमा मुसलको एक प्रहार गर्यो र यस प्रहारले गर्दा नीलको टाउकोबाट रगतको धारा बग्न लाग्यो। जम्मै शरीर रगतले भिजिराखेको नीलले पनि रिसले मुरमुरिँदै एउटा बडेमानको रुख उठाएर प्रहस्तको छातीमा हिर्कायो। यस चोटले केही वास्तै नराखेर फेरि एउटा ठुलो मुसल लिएर महाबली नीलमाथि बडो जोडसँग जाइलाग्यो। झोकिराखेको प्रहस्तलाई वेगसँग आफूनेर आउन लागेको देखेपछि फुर्तिलो नीलले एउटा खुब ठुलो ढुङ्गा उठायो र युद्ध गर्ने इच्छा भएको मुसल चलाएर युद्ध गर्ने प्रहस्तले मुसलको प्रहार गर्न नपाउँदैमा नीलले त्यो ढुङ्गा उसमाथि पट्काइदियो। कपिश्रेष्ठ नीलको हातबाट छुटेको यस ठुलो ढुङ्गाले प्रहस्तको टाउकोलाई चकनाचुर पारिदियो।
जसरी जरा काटिएको रुख भुइँमा ढल्दछ त्यसै गरी यो प्रहस्त पनि प्राणरहित शोभाहीन तथा सबै इन्द्रियहरू लोप भएर भुइँमा लड्यो। जिउदेखि छुट्टिएको प्रहस्तको टाउको र शरीरबाट पर्वतबाट पानीको झरना झरे झैँ रगतको धारा बग्न लाग्यो। यस प्रकारसँग नीलको हातबाट प्रहस्तको मृत्यु भएपछि कसैद्वारा कम्पायमान हुन नसक्ने राक्षसहरूको विशाल सेना दिगदारीमा परेर लङ्कातिर लाग्यो। जसरी बाँध फुटेपछि जम्मै जल बगेर जान्छ त्यसै गरी सेनापति मारिएपछि बाँकी बचेको यसको फौज युद्धमा अड्न नसकेर भाग्न थाल्यो। सेनापति प्रहस्त मारिएपछि यी राक्षसहरू सबै उद्यम छाडेर राक्षसराज रावणको घरमा आई ध्यान गर्न लागेको मानिस झैँ मौन धारण गरेर उभिरहे। यस समयमा यिनीहरू शोकले गर्दा मूर्छा पर्ने जस्तो भइराखेका थिए। यता महाबली सेनापति नील युद्धमा विजय भएकोले मनमा अतिशय प्रसन्न भएर राम लक्ष्मण नेरा आयो र सबैले यसको वीरताको खुब प्रशंसा गरे।